के काट्नु भएको मासु? यो मासु काट्या 3 दिन भइसक्यो। 3 दिन भइसक्यो। अनि यो किन सुकाउनु भएको यसरी? सुकाउनु पछिसम्म खाउन भनेर सुकाएको। यो मासु कहिलेसम्म खाइसक्नुहुन्छ हजुरहरूले? पुस माघसम्म। माघसम्म। अनि त्यसभन्दा पछि के गर्ने? त्यसभन्दा पछि माघी सङ्क्रान्ति आउँछ नि, त्यहाँ काट्ने। फेरि माघीमा काट्ने? माघीमा काटिसक्यो भने माघीको मासु चैत वैशाखसम्म हुन्छ। फेरि चैत दसैँ काट्ने, फेरि साउन भदौसम्म हुन्छ। अनि बाँदर खोइ त आजले बाँदर मार्नुहुन्न? आज बाँदर मार्नुहुन्न आजभोलि? बाँदर मर्दैन? झन् धेरै पुग्ने भयो होइन? बाँदर पनि मार्ने अनि पछि गएर खसी पनि काट्ने। अनि बाँदर मरेको बेला बाँदरको खाने, बाँदर नमरेको बेला यो सुकुटी खाने। दोहोरो फाइदा भन्छ त्यसोबाट।